नमस्ते सबैजनालाई वेलकम छ। आज फेरि म सुपर मार्केट आएको छु, लुलु हाइपर मार्केटमा। कस्तो लाग्छ हेरौँ, के लिन सकिन्छ हामीले त्यही आइरहेको छु। साथीहरूसँग हामी 4जना भएर आएको छौँ। 2जना अगाडि हुनुहुन्छ, एकजना पछाडि है त। ल 4जना आइरहेको छौँ। कस्तो लाग्छ भन्नु होला। हामी आइरहेछौँ 4जना। ल हेर्नु है सबैजनाले कस्तो लाग्छ, सपोर्ट गर्नु होला। जस्तो लाग्छ त्यस्तै भन्नु होला है त। आज पनि आइरहेको छौँ, लिफ्टमा आइरहेको छु, लिफ्टमा चढिरहेको छु दुईजनाले। ल के छ, कस्तो छ, अफरहरू के चलिरहेको छ सबै हेर्छु है त। ल यो ल ल है साथीहरू हिँड्यो अगाडि। यही मार्केटमा आइरहेको छु म, लुलु हाइपर मार्केट। मैले हेरेको छैन उतातिर, मैले देखाएको छैन त्यो तिनजना टिभी हेर्नु। 2779 रियल, 8979 रियल, 4479 रियल। म भित्र जान्छु, हेर्नुहोस् भित्र गएर सबै लिन्छु है त। अहिले म पनि पसिएँ भित्र, साथीहरू पसिरहेको छ। ल यस्तो छ है, भित्र गइयो हामी सबै कस्तो लाग्छ सबैले साथ सपोर्ट दिनु होला हो। हेर्नु है मोबाइलहरू यसरी छ नि, सबै मोबाइल सपहरू हो, टिभीहरू आउनु सबैजना। 749लाई 679 रियल हनरको अब 1179 एलजीको के छ प्राइस हेर्नु सबैजना। हेर्नु थिएटरहरू माइक्रोफोनहरू। ल यी सामान चाहिँ यति लिइसक्यो, लाइट मात्रै, लाइटहरू लिएको छ यस्तो। ल अब यहाँ पनि आइयो, यी ब्ल्याङ्केटहरू कम्फर्टरहरू यहाँ छ। यी यो मराको रहेछ, मरा कम्पनीको, त्यो हल्का हुन्छ रातो। यहाँ चाहिँ फ्ल्याटको यस्तो छ नि, आउनु होला सबैजना। डिस्काउन्ट चलिरहेको छ, मुसी बियर, अरेन्ज जुस, बासमती राइस, पानी, सुन्तला सुन्तला मुन्तला, आँपहरू, चुना आँप, के भन्छ यसलाई चाहिँ, हलवेत, बेलाउती, अभोकाडो, सुन्तला प्याकेट। अनि प्राइस चाहिँ यसरी माथि राखेको छ नि, हेर्नुहोस् कागती। अनि यसमै छ म्याङ्गो पनि छ, डेट्स, लिची, अङ्गुरहरू, केराहरू, तरबुज भन्छ, तरबुज, मेवा, कडिपत्ता, ब्रोकाउलीहरू, गोभी, बन्दाकोपी, केराको पात, सागहरू। भायोलेट काइबेज, बयर कत्रो छ, अमला, गोसबेरी, मेवा, तरबुज, बेलौती, सीताफल हो, अनार, केरा, चिचिन्डा, म्याङ्गो, केराको गोबा, केराको बङ्गो, फर्सी हेर्नु,
लौका फर्सी मेवा कुबिन्डो फर्सी करेला यो के हो त फेरि सिमी होइन यो पनि कुन यहाँको अलि नपाक्ने के पाक्दैन कि अलिक क्रुक्क बस्छ प्याज हाल्ने हेर्नुहोस् अब सबै त्यसलाई यति साह्रो प्याक गरेर राख्छ अनि प्राइस कसरी पर्दैन भने यो हो ओखर 6 रियाल छ ओखर बदाम काजु यो कटुस प्याज 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 कालो गाडो लसुन प्याजहरू सानो लसुन महँगो पर्छ हेर्नुहोस् उयोहरू लसुनहरू टमाटर यसरी गरेपछि प्राइस कसरी पर्दैन 30,000 राखेर कति राम्रो प्याकेट गरेछ हो कि होइन हो जस्तै 6 रियाल यतिलाई हेर्नु यो भेन्डी सबै यसरी छ यहाँ कसरी बनाएर राखेको छ हेर्नु सबै यो इम्ली हो इम्ली फ्रेस इम्ली त्यसमा लिचीहरू हेर्नुहोस् अरेन्जहरू हो हामीतिर के भन्छ यो गोलभेडा सानो खालको गोलभेडा नाबरी गोलभेडा भने जस्तै सानो गोलभेडाहरू पोलेर राखेको छ मकै सलादहरू यसरी छ मिक्स गरेर राखेको छ भेजिटेबलहरू डेरी प्रडक्टहरू यहाँ सबै डेरी डेरी सबै यो दुधबाट बनेको चिज पदार्थ हो अलिकति डेरी स्ट्रबेरी रसबेरी ब्ल्याकबेरी हेर्नु महँगो छ भने 34 रुपियाँ प्याकेट 13 रुपियाँ प्याकेट यो 250 ग्राम 125 ग्राम 30हरू सलादहरू पकौडाहरू फलाफलहरू हाम्रो इन्डियन खानाहरू भुटान रहेछ त्यही सोल्टा भुटान र गोरुको रहेछ मुगल गली भनेछ अब के को हाम्रो इन्डियन स्विटहरू चाट पकौडाहरू सबै के भन्छ नाम त मलाई त्यति थाहा छैन होइन श्रिम्प्सहरू यस्ता छन् है झिङ्गा माछाहरू माछा हेर्नुहोस् कसलाई मनपर्छ माछा आउनु होला कुखुराको मासु 19 रुपियाँ किलो बटाई बटाई
मासुहरू विशेष राख्छ होइन। स्थानीयहरू छन् यहाँ। ल पानीहरू हेर्नुहोस् पनि पानी मनपर्छ। हेर्नु अघिको चामल ल्याएर चाहिँ जति पनि उठाउनु भयो सबै बेभरेजहरू यहाँ छ नि ड्रिङ्क्स दिएको छ चिजहरू अन्त हेर्नुहोस् यो त कति ठुल्ठुलो कुन कुराको पत्ता नि चक्लेटहरू डेट्सहरू अन्त यता छ यो के को एक्स्ट्रा कोयल बटेको अन्डा ल यति सामान ल्याएँ मैले आज 18 बोतल पानी एउटा प्रेसर कुकर 4वटा लाइट अनि एउटा इमर्जेन्सी लाइट त्यस्तै लिएको छ अरू सामान मलाई त के लिएको छैन त्यस्तो लिएको छ एक ट्रली सामान ल म नेपालको 21 अलमोस्ट कति पऱ्यो 21,000को सामान जति ल्यायो होला सबैले हेरेर साथ सपोर्ट दिनु होला मेरो च्यानललाई सब्सक्राइब गर्नु होला नयाँ हुनुहुन्छ पुरानो हुनुहुन्छ सब्सक्राइब गर्नु होला सबैजनाले है त बाई